गो। ओम हरि हरि नारायण नारायण व्यासले लेखेको चार वेद मध्ये ऋग्वेद ब्राह्मणले गर्ने कर्म पढ्नु पढाउनु दान गर्नु दान दिनु ब्राह्मणको कर्तव्य सत्य बोल्नु। सामवेद रिस कहिल्यै पनि नगर्नु। सामवेदमा ब्राह्मण कर्तव्य क्षेत्रीले गर्नु। यजुर्वेदमा क्षेत्रीले राज्य चलाउनु राजा हुनु साँचो न्याय दिनु गाई र ब्राह्मणको पूजा गर्नु। सामवेदमा व्यापार गर्नु धन कमाउनु खेती गर्नु। अर्थवेदमा ब्राह्मण क्षेत्रीलाई अन्न दिनु चार वर्णलाई माया गर्नु कविता भन्नु गीत गाउनु नाच्नु इक्रे गर्नु। यो भिडियो सबैलाई पुर्याइदिनु सब्सक्राइब गरिदिनु। धन्यवाद।